हेलो सोच्छु साथीहरू, म चाहिँ यतातिर घुम्न आएको छु। आज मेरो गाउँ डुलाउँदै छु हजुरलाई। मेरो गाउँतिर आएको छु। यो नजर मेरो मनलाई बुझ। मेरो गाउँ हो यो चाहिँ। यस्तो गाउँतिर घुम्न आएको। शीतल हावा गरिरहेको छ। यता हेर्नु न गाइस, कति राम्रा राम्रा काँक्रा छन् कि यतातिर। हजुर कसले हो र? हेर्नु न गाइस, काँक्रा दामी 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 काँक्रा नै रहेनछ कि बोट मात्र रहेको रहेछ। यता हेर्नु मकै दामी छ नि। यस्तो हावा, राम्रो हावा चलिरहेको छ गाइसहरू। हजुरहरूको गाउँ कस्तो छ कमेन्ट गर्नु होला। मेरो गाउँ चाहिँ यस्तो दामी छ कि दामी छ। हजुरहरू आउनु भएको भए मेरो गाउँमा हजुरहरूलाई आउनु मन लाग्छ। यस्तो घाममा डुलेर के भएको घाममा अहिलेबाट हो र गाइसहरूमा डुल्न लागेको 1 घन्टा बिसको घाममा डुल्न लागेको। नबोल क्या, कति बोलिस्? म यहाँ देख्छैन के। हेलो साथीहरू, म चाहिँ काँक्रा खान लागेँ। दामी होइन र? अन्त काँक्राको बारीमा छौँ। सन्चै हुन्छ तपाईँहरू? मैले चाहिँ अझ भिडियो बनाउन पाएको छैन र। म चाहिँ यतातिर जाँदैछु। काँक्रा नि थोरै रहेछन् के। हाम्रो गाउँमा पनि तरबुजाको पुरै खेत छ क्या। एउटा सानो छ भन्नु न, पुरा यहाँदेखि यहीँसम्म छ। उयो पनि पुरै ठुलो छ। म चाहिँ हजुरलाई तरबुजाको खेती पनि देखाउने छु। हाम्रो गाउँमा मेहनत गरेर लगाएको तरबुजा पनि देखाउने छु र देखाउँछु साथीहरू। यता यति सानो काँक्रा खानु, म त यति एउटा खाने बित्तिकै अगाडि। अनि साथीहरू, म चाहिँ यतातिर कति राम्रो भएको छु नि।